सम्पूर्ण आदरणीय क्रिकेट प्रेमी दर्शक श्रोताहरूमा हार्दिक नमस्कार। म आज तपाईहरुमाझ ट्यू क्रिकेट ग्राउन्डको विभिन्न प्रगति विवरण साथसाथै यहाँका महत्त्वपूर्ण मनोरम दृश्य लिएर उपस्थित भइसकेको छु। यो भिडियो मार्फत म तपाईहरुलाई ट्यू क्रिकेट ग्राउन्डमा के कस्ता काम भइसकेका छन् र हुँदैछन् भन्ने विषयमा जानकारी गराउनेछु। प्याराफिटको कुरा गर्दाखेरि पहिलो चरणको प्याराफिट निर्माणको काम ट्यू क्रिकेट मैदानमा सम्पन्न भइसकेको छ। कुर्सी राख्ने कामहरू पूर्ण रूपमा सकिसकेको छ भने फ्लडलाइट तर्फको कुरा गर्दाखेरि हिजो आइतबार मात्रै 2वटा पोल ठड्याइसकेपछि रङ्गशालामा 6वटै पोल ठड्याउने काम सम्पन्न भइसकेको अवस्था छ। रङ्गशालामा 45 मिटर तथा 60 मिटर अग्ला 6वटा 30-30 टनका हाइमास्ट लाइट जडान गरिएको हो। पोल नम्बर 1, 4, 5 र 6 मा फ्लडलाइट आंशिक रूपमा जडाइ भइसकेको छ भने हिजो ठडियाएका पोलमा पनि काम सुरु भइसकेको छ र सबै पोलहरूमा काम गरेर चाँडै नै निर्माण सम्पन्न गर्ने दाबी पनि निर्माण कम्पनीको रहेको छ र आउने मङ्सिर 1 गतेबाट एनपीएल शुभारम्भ हुँदैछ र त्यसभन्दा अगाडि चाहिँ निर्माण कम्पनीले ट्यू क्रिकेट मैदानमा फ्लडलाइट बालिसक्ने प्रतिबद्धता जनाएको छ। प्याराफिट र फ्लडलाइट निर्माण भइसके पश्चात हुने सिजन 2 को एनपीएल खेल एकदमै रोमाञ्चक हुने कुरामा हामी विश्वस्त हुन सक्नेछौँ। दर्शकहरूको पनि अत्याधिक उपस्थित हुनेछ, किनभने दिउँसो पढ्न जाने विद्यार्थीहरू, काममा जानेहरू र दिउँसो व्यस्त रहनेहरू पनि बेलुकाको समय, रातिको समय फ्री हुनेछन् र ग्राउन्डमा प्रत्येक खेलमा अत्याधिक दर्शकको उपस्थिति हुने कुरामा पनि हामी विश्वस्त हुन सक्नेछौँ र सँगसँगै मोबाइल टिभी मार्फत घरबाट हेर्ने पनि बेलुका र रातिको समयमा फ्री हुने हुँदाखेरि यसपालिको एनपीएल सिजन 2 सिजन 1 भन्दा एकदमै भव्य हुने कुरामा हामी विश्वस्त हुन सक्छौँ। आजको यो छोटो मिठो जानकारी यहाँहरूलाई कस्तो लाग्यो प्रतिक्रिया अवश्य जनाउनु होला, साथसाथै च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।